गाइस सबैजना नमस्ते छ मेरो नयाँ भ्लगमा सबैजनालाई वेलकम छ। अब हामी जाँदैछौँ हेर्नु होला गाइजहरू। नमस्कार होला गाइजहरू हामी तीनजना छौँ है हेर्नु होला। हामी तीनजना मजाले आइसकेका छौँ। बाटो त्यस्तै छ हेर्नु होला गाइज, दामी छ बाटो है। हेर्नु होला बाटो यस्तो छ हेर्नु होला। हाम्रो गाउँ वहाँ तल छ, हामी यहाँ माथि माथि आइसकेका छौँ। एउटा मेरो साथी त्यहाँ रहेको छ, अर्को पछाडि रहेको छ। गाइज हामीलाई हिँड्नु पनि गाह्रो भइसकेको छ गाइजहरू। खतरा पारामा जाँदैछौँ है गाइजहरू, खतरा पारामा जाँदैछौँ गाइजहरू। अहिलेसम्म मेरो भिडियोलाई लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु भएको छैन भने सब्सक्राइब गरिदिनु होला भन्न चाहन्छु गाइजहरू। यहाँ यस्तो सिँढी रहेको छ, ट्याक ट्याक जानु पाइन्छ हेर्नु होला गाइजहरू। यहाँ हाम्रो गाउँ यता रहेको छ, यस्तो दामी छ है गाइजहरू, यस्तो दामी छ। गाइजहरू हामी अहिले थाकिरहेका छौँ। हाम्रो पछाडिपट्टिको गाउँ हो, क्या दामी भ्यू वाउ। त्यो रहेको छ हाम्रो गाउँ, माथितिर माछु हेर्नु होला गाइजहरू। हाम्रो गाउँ यता पनि रहेको छ है गाइजहरू। यता चाहिँ एउटा डराले गर्दा देखेको छैन, यस्तै छ गाइजहरू हाम्रो गाउँको पारा हेर्नु होला गाइजहरू। साथीहरू मेरो बारेमा केही भनिदेऊ त, लाइक शेयर गरिदिनु होला है त गाइज। ल ओके गाइजहरू, हामी अब माथि गएर भेट्छौँ है गाइजहरू। गाइजहरू हामी अहिले माथि आइसकेका छौँ। भ्यू हेर्नु होला गाइजहरू है हाम्रो डाँडोबाट हेर्नु होला गाइजहरू। हाम्रो भ्यू यस्तो रहेको छ, यस्तो रहेको छ गाइजहरू। कस्तो छ कमेन्ट गर्न नबिर्सिनु होला गाइजहरू। त्यो चाहिँ हाम्रो नेटा बजार हेर्नु होला गाइजहरू। फाइनली गाइजहरू हामी माथि यहाँ मन्दिरमा आइसकेका छौँ। हामी अहिले आइसकेका छौँ यहाँ हेर्नु होला गाइजहरू। यस्तै आइसकेका छौँ हेर्नु गाइजहरू। एउटा हातमा चाहिँ क्यामेरा, एउटा हातमा चाहिँ पाथी गरेर हामी आइसकेका छौँ हेर्नु होला। पाथी यो 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 मन्दिर, यो मालिका मन्दिर हो गाइजहरू। गाइजहरू यस्तो रहेको छ हेर्नु होला। हाम्रो उतापट्टि टावर रहेको छ गाइजहरू, टावर रहेको छ। यता प्रतिक्षालय बस्ने रहेको छ हेर्नु होला गाइजहरू। यो चाहिँ यो मालिका मन्दिर, कालिका मन्दिर, त्यो त मालिका मन्दिर गाइजहरू। हामी चाहिँ अहिले टावर हेर्न आइसकेका छौँ, अहिले मन्दिर एरियामा टावर हेर्न आइसकेका छौँ हेर्नु होला गाइजहरू। यस्तो रहेको छ टावर है, टावर हेर्नु होला यस्तो रहेको छ गाइजहरू। यता कालिका मन्दिर, उतापट्टि हो उहाँको त्यो मालिका मन्दिर रहेको छ गाइजहरू। यो हामी प्रतिक्षालयमा बसिसकेका छौँ हेर्नु होला। हामी पनि बसि पनि सकिसक्यौँ। साथै रहेको छ, हिमाल रहेको छ, यहाँबाट देखिरहेको छ हेर्नु होला गाइजहरू। हेर्नु होला हामी चाहिँ फर्किसकेका छौँ उहाँ मन्दिरमा दर्शन गरेर पनि। हामी चाहिँ गाइजहरू अब यस्तो गर्नुपर्छ गाइजहरू। ल हामी तल भेट्छौँ है गाइजहरू। हामी चाहिँ तल आइसकेका छौँ। हाम्रो भिडियो आज यति नै हुनेछ। लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला। वाचिङ द भिडियो लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला, नबिर्सिनु होला गाइजहरू।